हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी 87 धाममा हाम्रो दाइको आज बर्थडे के बजाउने यहाँभित्र छ। ह्याप्पी बर्थडे मेरो दाइ। थ्याङ्क यू मेरो भाइ, थ्याङ्क यू। ल आज चाहिँ हामी 87 धाममा छौँ होइन। अनि यहाँ 87 धाममा मैले चाहिँ एउटा अनौठो चिज यहाँनिर भर्खरै बनाएको रहेछ। खतरा भनौँ न। यस्तो खतरा बनाएको छ कि यसो हेर्दाखेरि रड जस्तो लाग्यो मलाई पहिले, तर यो रड भनेको त होइन रहेछ क्या, यो त रुद्राक्ष रहेछ क्या। यहाँ चाहिँ नजिकदेखि हेर्नु होला होइन। ल यो त रुद्राक्ष रहेछ। अनि रुद्राक्षको यो मालादेखि यो उनेर यसरी यहाँभित्र यस्तो सानो तार जस्तोमा यसरी माला उनेर चाहिँ यो यत्रो ठुलो बनाएको रहेछ कि आम्मामा। यहाँ हेर्न सक्नुहुन्छ होइन। यो त यहाँदेखि अलिक अँध्यारो अँध्यारो आयो कि त्यति केही पनि देखिएन कि। यो चाहिँ 87 धामको ठक्कसँग छिर्ने बाटो हो है। अनि यहाँनिर चाहिँ यत्रो ठुलो यो आम्मामा यो शिवलिङ्ग हो है। यो पुरै रुद्राक्षकै पुरै यो शिवलिङ्ग बनाएको छ एउटा ठुलो 87 धाममा। यो यहाँदेखिको लगभग यहाँ कति करोड दाना चाहिँ लागेको होला होइन। अब यत्रो ठुलो बनाएको छ शिवलिङ्ग, सबै रुद्राक्षको क्या। ल यो चाहिँ दामी बनाएको रहेछ है, एकदम मन पर्यो। जय भोलेनाथ बाबा। यहाँ चाहिँ शिवजीको एकदम खतरा फेरि ठुलो मन्दिर छ। र यहाँ म तपाईँहरूलाई देखाउँछु श्री 87 धाम। अहिले चाहिँ हामी 87 धाममा यहाँनिर हेर्नु होला। यहाँ शिवजीको मूर्ति छ एउटा। जय भोले, जय शङ्कर, जय महादेव। वहाँनिर अब तपाईँहरूलाई म अर्को देखाउँछु हनुमानको। यहाँनिर गोहीले खुट्टा टोकेको हेर्नु होला। एउटा दामी छ, हात्तीको चाहिँ गोहीले खुट्टा टोकेको एउटा दामी बनाएको छ। एकदम 87 धाम एकदम धेरै नै विकसित र धेरै नै अब पर्यटकीय एकदम आकर्षण, पर्यटकलाई धेरै आकर्षण गर्ने क्षेत्र बनिसकेको छ। वरिपरि हेर्नु होला। यहाँनिर म अर्को पनि देखाउँछु तपाईँहरूलाई। यो चाहिँ हनुमानको मूर्ति एकदम। जय राम जी की जय, हनुमान जी की जय हो। अब हामी चाहिँ यहाँ आमा जय शम्भो, जय शम्भो शिवजी। नमस्ते बाबाजी, दर्शन। तपाईँ चाहिँ यहाँ के गर्दै बस्नुभएको अनि? हजुर तपाईँ पाठ पढ्नुहुन्छ? बेल ए भगवानको, शङ्कर भगवानको। हजुर जय शम्भो। अनि यसो टिका सिका छैन? लगाइदिनु न टिका। यसो दर्शन गर्न आइयो भगवानको होइन, टिका सिका लगाएरै जाउँ न अब होइन। ल टिका सिका बनायो। ओए यहाँ टिका लाउन आऊ सबैजना। यहाँ बाबाजीसँग टक्क टिका लाउँ। एउटा प्रसाद दिनुभयो होइन, त्यो भोले बाबाको प्रसाद खाऊँ होइन। यत्रो आइसक्यो। बनाइदिनु, त्रिशुल बनाइदिनु है। मलाई चाहिँ त्रिशुल बनाइदिनु है। त्रिशुल आएर यस्तो तिनवटा लामो लामो दर्गा भगवान्जीको दर्शन गरेँ। ल तिनवटा लामो लामो लगाइदिनु। ए हुन्छ माथि प्रसाद। हामीलाई पनि त्यस्तै लगाइदिनु न अनि। भयो हामीलाई चाहिँ गुरुजीले बेल दिनुभयो। अब हामी चाहिँ बेल खाँदैछौँ है।
जुत्ताहरू बोक व्हाट्सअप म्यान हरिस अब यो चाहिँ बेल चाहिँ एकचोटि चाखौँ है मिठै छ शिवजीको प्रसाद हो गुड छ गुड दामी नमस्कार कपाल चाहिँ अनि फेरि हाम्रो पूरे उल्फ कटमा भेडिया लग रहे हम भन्छ नि दाइ एउटा भिडियोमा भन्दैन इसको कहते हैं उल्फ कट उल्फ में हम पूरा भेडिया लग रहे भन्छ क्या एकदम ग्रो हुँदैछ फर्स्ट टाइम हो कपाल पाल्नलाई रहर लागेर पालेको होइन तर यो कपाल पाल्न पनि धेरै सङ्घर्ष गर्नुपर्दो रहेछ क्या केटा है यो कपाल पाल्न पनि होइन धेरै सङ्घर्ष गर्नुपर्दो रहेछ क्या टावरै आउँदैन क्या भाइ यहाँनिर बाल त अब पछाडिदेखि मलाई चिन्नलाई पत्रिका देखेर फोटो थाहा पाउँछको हो को रहेछ सङ्घर्ष गरिरहेको अघि बढिरहेको पैसा झरिरहेको 40,000 को गाडी लगाएको छु आफ्नै पावरमा अडिरहेको राम्रै भएको छ त हैन मलाई चिन्नलाई देखेर फोटो थाहा पाउँछको को रहेछ सङ्घर्ष गरिरहेको अघि बढिरहेको पैसा झरिरहेको 40,000 को गाडी लगाएको छु आफ्नै पावरमा अडिरहेको तेरे नाम युवराज पनि थियो त त्यहाँनेरि हैन युवराज त भिडियो गाइस म एउटा चाहिँ कुरा भन्न चाहन्छु हैन यो कपाल म काटौँ कि पालौँ त हैन मलाई अब कपाल पाल्दाखेरि कस्तो देखिरहेछ भन्ने कुरा चाहिँ अब हामी त कपाल पाल्दैछौँ जम्मै अब यो ओके गाइस बाइ बाइ बनाउने कपाल